के भएछ जलाया छ तकेल केटा हो यहाँ चाहिँ गाइज हाम्रो स्कुटीमा पेट्रोल सकिसकेको छ हैन सो हेलो गाइज वेलकम टु ब्याक माई न्यू भिडियो आज चाहिँ हामीहरू दिवालीदेखि डडेन्द्रतिर जान लाग्छौँ होइन उग्रतारा मन्दिरतिर यहाँ चाहिँ अब हेर्दै जानु होला के कतिको हुन्छ बाटोमा होइन ल गाइज हाम्रो केटाहरू चाहिँ अगाडि गइसकेका छन् अब हाम्रो पालो रन्काउने यो चाहिँ हाम्रो दिवालीको सेती पुल होइन गाइज प्रायः जस्तो मान्छेलाई थाहा होला फोटोसुट गर्ने ठाउँ भनेको सेती पुल दिवालीको हाम्रो भाइरल यो चाहिँ हाम्रो पिपल्ला बजार रहेको छ होइन त्यसै गरी हेर्न सक्नुहुन्छ दामी अब चाहिँ हामीहरू यहाँनिर समगाड पुलनिर पुग्यौँ होइन समगाड पुल बस्ती बसेको छ कि यतातिर थोरै घर भयो नि हाम्रो शिव नगरपालिकाको मेन बजार गोघाट भन्ने ठाउँमा पुग्यौँ होइन अब चाहिँ यहाँ पनि नरोकिया रहेछन् यार केटाहरू गएला रहेछ पनि निस्किन्न त किन रोकिने हो र अहिले चाहिँ हामीहरू यहाँ गहनान धाममा पुग्यौँ होइन गहनान यहाँ चाहिँ मेला लाग्ने गर्छ क्या गाइस कति महिनामा तर यस्तो दामी मेला लाग्छ नि यता मान्छेहरूको भिड धेरै टाढा टाढाबाट मान्छेहरू आउँछन् कि यहाँ हेर्न उतातिरको त्यो मन्दिर चाहिँ पुरै भरिया हुन्छ कि मान्छेले ठाउँै पुग्दैन कि पूजा गर्नलाई नि यस्तो गर्मीको बाफा आइरहेको यार हावा चलिरहेको छैन कि गर्मीको कसम के भन्ने यार यो चाहिँ हाम्रो जङ्गल स्पा होइन मामाहरू चाहिँ यहाँ ट्राफिक बसिरहेछन् त्यसले कल गरेर भनिदियो क्या हो 3 जना आइरहन् सकालनिर अब मेबी ट्राफिक भएपछि रोक्छ होला 3 जना आइरहेको थिएँ के भन्न चाहनुहुन्छ सर रमाइलो भइरह गजब बेइज्जती है भाइ कस्तो रमाइलो भइरह कि नै बसे और अभी तो रुको क्लाइमैक्स अभी बाकी समाज पर्दिला समाज त्यो नाना उनीहरूलाई समाजले तेरा समाज भने समाज त्यसलाई उचाबाट ल्या उच्च सुमान भने बाइकमा राख बाइकमा हाल भाइ के लाई है यहाँ सुन तेरी 2 किडनी छन् नि 1 किडनी बेचिदिउ तेरी यहाँ सुन्न भाइ नरो एकछिन रोक नरो भने यहाँ सुन्न भाइ यहाँ सुन्न अगाडि भाइ त्यो नाम के हो कतिमा पढ्दैछ एकमी तो तेरो पेट देखा था तो तुला के विराम तो नहीं थी निको चाहिँ के भयो त
जलाया छ कौन है ये लोग कहाँ से आते हैं ये तेरी यहाँ सुन न तेरी यहाँ लागि किडनी निकालिदियो नि त है भाइ तेरी यहाँ लागि किडनी निकालिदियो नि त दोस्त हाल सुमत यसलाई हाल भने बाइकमा बिसा बस भने बाइकमा बस बाइकमा बस बाइकमा बस बस उच्चा 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 यहाँ सुन ए यहाँ सुन न सुन न भाइ नरो भने म लैजाने पनि चेनलाई बातबाट रोएपछि लैजाने यहाँ सुन यहाँ निकट सुन भने सुन न तेरो यहाँ 2 किडनी छन् होइन भन् भन् न यहाँ सुन न भाइ नरो भने यहाँ सुन न हाल राखेलाई यो भनेको सुन्नै नै राख यो राख बस 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 र बस न छोड भाइ यहाँ सुन ले 10 रुपियाँ कैसा लगा मेरा मजाक सुने आज नरो मजाक गऱ्यौ खाना नरो कपाललाई केलाई मजाक गऱ्यौ होला तैँले तेरो त हात तारेको नै थियो कि पानी ल्याउने भाइ काफल खाल जुन रो लाटा मजाक गऱ्यौ भाइ यहाँ सुन न A few minutes later यहाँ चाहिँ हाम्रो मेन बाढी पहिरो आएको बेला पहिरो पर्ने ठाउँ होइन रडुवा यो ठाउँलाई चाहिँ रडुवा भनेर चिनिन्छ रडुवाको पहिरो भनेपछि यहाँनिरको स्पोट हो क्या पानी परेको बेला यस्तो गाह्रो हुन्छ नि आएर म बाइक चलाउन हिसाबले 10-11 किलोमिटर रहेछ पप्पू दाई गाइज अहिले चाहिँ हामीहरू ठ्याक्कै यहाँ सल्लाह गाडीमा पुग्यौँ नाम यहाँ चाहिँ कसैले उता चाहिँ आगो लगाइदिएको रहेछ पुरै धुवा भइरहेको जाउँ माथि स्याउले बस्ला स्याउले बसौँला हेर न गाइज उतामा कसम आगो लगाएर पुरै यतातिर चाहिँ धुवा भइदिएको रहेछ क्या देखाउनु परेन मलाई नि हिँडेर जानु पर्दैन कस्तो दोस्त पछाडि बसाउने मा 2 हात पछाडि बसाउने मा 2 हात क्या ये क्या बक रहे हो मादरचोद कस्तो दामी गाना गाइदिन्छु नि गाइज म होइन देउडा त उयो स्टार्ट हो यहाँबाट खाने हो तिमीहरू अनि काफल कसरी छ धेरै लग्ने होइन थोरै खानालाई मात्र ब्याग गरे आऊ तिमीले ब्याग गरे आऊ यति राम्ररी भएर तेरिका कति छिटो बिहे गर्नु भएको कि तपाईँले भर्खर त 21-22
जस्तो छ हजुरको फेस त ओ माई गड छ्या म त हजुरलाई भर्खरकै सोचिरहेको थिएँ धेरै छिटो बिहे गर्नुभयो क्या 23 वर्षको हो र A few moments later. गाइज अब लाग्यौँ हामीहरू यो बाटो चाहिँ हाम्रो धनगढीतिर जाने रोड हो होइन तराईतिर यो बाटो चाहिँ हाम्रो डडेलधुरा हुँदै बैतडीसम्म जान्छ क्या बैतडी भन्दा नि अगाडि जान्छ म गएको छैन तर मलाई त्यति थाहा छैन म यहाँदेखि डडेलधुरा उग्रतारासम्म मात्र गएको हो आउँदै गर केटा हो तिनीहरू त चुपड खाएर हिँड डडेलधुरा पुग्यौँ गाइस यहाँ चाहिँ फोटोग्राफरहरू छन् साना भाइहरू रहेको छ उग्रतारा उठे अगाडि उठे पुग्यौँ होइन बल्ल हामीहरू उग्रतारा यहाँ चाहिँ हेर्न सक्नुहुन्छ उग्रतारा अब चाहिँ म हेलमेट खोलेर हातले बनाउँछु हेर्न सक्नुहुन्छ हामीहरू यहाँ उग्रतारा मन्दिरमा एन्टर भइसक्यौँ
द्याट्स आवर उग्रतारा। ल केटाहरू आइसक्यो ल धुप ल्याउ समय एउटा खोले नि हुन्छ नखोले नि हुन्छ। गाइस हेर्न सक्नुहुन्छ अनि हाम्रो उग्रतारा मन्दिर यहाँ चाहिँ यस्तो दामी छ नि मन्दिरको डिजाइन कलर जे भन्ने नि यस्तो राम्रो छ है हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ धेरै भवनहरू बनाएको छ यतातिर हेर्दै जानुहोस् होला। त्यहाँबाट पिएससी नि गर्ने गरिन्छ गाइज यता हेर्न सक्नुहुन्छ। अब चाहिँ एकछिनमा भित्र छिरेर टिका लगाउनु पर्ने क्या टिका लगाएर अनि टक्क निस्किनुपर्छ एकैछिन सक्नुहुन्छ। यतातिर पनि फेरि यस्तो दामी छ यहाँबाट पनि भित्र जाने बाटो छ द्वार बट उतातिर चाहिँ के हो मलाई त्यो थाहा भएन। केटाहरू यहाँ भिडियो बनाइदिएर ठिक छ बनाउनु बट गाइज एकैछिनमा यतातिर घुमेर अनि टक्क गाइज अब चाहिँ हामीहरू दर्शन गरेर उग्रतारादेखि दिपालतिर निस्किन फेरि अनि लास्ट टाइम हेर्न सक्नुहुन्छ उग्रताराको भ्यू। यहाँनिर चाहिँ के अरेहरू रहेछन् उग्रताराको भ्यू हेर्न सक्नुहुन्छ लास्टचोटि। देन अब चाहिँ सिधै हामीहरू दिपाइल जान्छौँ। आजको भ्लग चाहिँ यति नै थियो। राम्रो लाग्यो भनेपछि कमेन्ट गरेर भन्नु होला के कतिको छ केही कमी भएको भएपछि कमेन्टमा भन्नु होला होइन गाइस। टक्क माया देखाइदिनु होला।